Oh my god. के हो भाइ? Wait. Speed. Wait. Oh ल गाइस, यहाँ त अनौठै भयो। हेर्नु मेरो बाइक जस्तै के गाइस, हेर्नु त बिजोक पारामा। ओइ स्ट्रेट। वाउ, हेर्नुहोस् न आम्बो सही छ। कहाँ हो संसार जस्तो ठाउँ छ यार यो त। बवाल छ अहिले गाइस। ल त्यो ठाउँलाई पनि बाई बाई। हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। सबजना सन्चै आरामै हुनुहुन्छ होला। आज तपाईँहरूको बिचमा न्यू कन्टेन्ट, एकदमै न्यू जोस, न्यू डे को साथमा चाहिँ म तपाईँहरूको बिचमा आइसकेको छु गाइज। आज पनि फेरि तपाईँहरूलाई थाहा पाइसक्नु भएको छ थम्बनेलबाट पनि धेरै कुराहरू। यस गाइज, अनि आज चाहिँ हामी फेरि राइड जाँदैछौँ। राइड त थाहा पाइहाल्नुभयो, अभियसली हामी बाइक राइड नै जानेछौँ गाइज। सो आजको राइड चाहिँ एकदमै बवाल पर्ने हुन्छ। अनि आजको राइडमा चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ अगाडि सुरेश दाइ हुनुहुन्छ, अनि त्यसपछि पछाडि चाहिँ आज हेर्नुहोस् है ल है, तपाईँहरूले गेस गर्नुहोस् ल। मिररबाट गेस गर्नुहोस् है, मिररमा हेरेर को को हुनुहुन्छ। तिनजना हुनुहुन्छ है, तिनजना हुनुहुन्छ। मिररमा हेरेर गेस गर्नुहोस् ल। ओके, तपाईँहरूको गेस गर्ने टाइम चाहिँ सिद्धिएको छ। आजको राइडमा चाहिँ म, सुरेश दाई, अनि त्यसपछि आशिक, अनि पवन भाइ, अनि सुजन दाई भएर चाहिँ हामी आज दाजुभाइहरू अनि आज चितवनतिरको यात्रामा हामी लाग्दैछौँ गाइज। हेरौँ, खास हाम्रो प्लान चाहिँ राइड विथ एउटा काम पनि छ चितवनमा। त्यो उद्देश्यले चाहिँ हामी हिँडिरहेका छौँ गाइज। लेट्स सी, हेरौँ आजको राइड बवाल हाल्नुपर्छ है त गाइज। ल है त, फाइनली गाइज पेट्रोल हालिदिएको छ दाजुभाइ। सुजन दाई चाहिँ टक्क लाएर गोर्नेरोमा हुनुहुन्छ। चट्ट लाएर हामी सबैजना पेट्रोल मारेर अब हामी फेरि अगाडि बढ्दैछौँ गाइज। आजको राइडलाई चट्ट लाएर अब दामी हान्नुपर्छ है त। सही हो गाइज, सही हो। हान्नु त गाइजहरू, It's called bridge ride. And the guys, woohoo! सही हो। Oh my goodness. ल है त गाइज, आजको पहिलो पुल राइड यो चाहिँ खुस्रे खोलाको पुल रहेको छ गाइज। सो खुस्रे खोलाको पुललाई चिल हान्थे है त। माई गड, के हो भाइ? छिप्लियो? ठिक छ हुन्छ। उठाउँ ल चट्ट बाह्रमा, केही भएन। अगाडिकोलाई तान्न, अगाडि ह्यान्डलबाट तान्ने हुन्छ त। अगाडिकोलाई तान् पहिला, माथि। बास, हेरिको ठिक छ। ह्यान्डगार्डलाई 1-2 सर्ट तल हानिदियो नि, तल जान्छ होला। बास, बस ठिक छ होला। के त पहिले हो त यिनीहरू त। ल हानौँ मिस्टर जाम। केही हुन्न जाम।
यहाँ तिमीले बटार्यौ त्यो हो मिस्टेक ठिकै छ केही भएन तिमी जुन उताडी फ्लोरमा आयो नि उकालोमा बटार्यौ नि त हैन त्यो फ्लोमा यो कट थियो अनि त्यहाँ गएर के अरे थ्रोटल लिन पर्थ्यो तिमीले यहाँ लियो अनि ठिक छ यस्तो स्लाइड भयो क्या तिमी यहाँ भयो नि केही हुन्थेन यस्तोमा पर्यो कि अनि त्यहाँ धन्न तिमी यता गयो भन नि ठिक छ हुन्छ गाइज होइन राइड हिँड्ने बेलामा यस्ता सानातिना यादी त्यादी कुराहरू भनेको भइरहेको छ गाइज होइन र भने यो रमाइलो छ है त गाइज केही छैन लडिन्छ अलिअलि होइन राइड आउँदै त हो त यार लड्ने यार अलराइट गाइज हुन्छ फाइनल्ली हामी च्याप्टो लाएर सुन्दर ठाउँमा हामी आइसकेका छौँ अहिलेसम्मको राइड हाम्रो एकदम A1 बबाले वार्म अफ राइडमा हामी आइरहेका छौँ गाइज सो अब हामी तपाईँहरू चिन्नु भइसकेको छ यो ठाउँ कहाँ हो गेस गर्न सक्नुहुन्छ यो चाहिँ क्रिस्टीको माथि डाँडा हो गाइज सो अब हामी एकछिन यहाँनिर खाजा खान्छौँ अनि खाजा खाएपछि फेरि हामी ब्याक टु राइडमा नै लाग्ने हो गाइज सो स्टे ट्युन अब खाजापछिको राइड दामी ओहो ओके गाइज हुन्छ खाजा टन्न लाएर खाइयो गाइज सो अबको राइड चाहिँ खाजापछिको इनर्जी अब देखाउनै पऱ्यो गाइज के गर्ने होइन तर एउटा बवाल कुरो देखाउँ तपाईँहरूलाई हेर्नुहोस् न गाइज यहाँनिर कस्तो दामी भ्यू देख्छ गाइज टक्क हिमाल अनि तल हाम्रो बसन्तीहरू सक्छ त कसैले ओके लेट्स सी गाइस हेर्दै जाउँ अब फेरि अगाडि बढौँ होइन राइडलाई इन्जोय ओके अलराइट गाइस हुन्छ फाइनल्ली हामी खाजा मारेर अब यो खाजा पछि गाडी हेर्नुहोस् न गाइस भ्यू बवाल है बवाल जब्बर देखियो त भ्यू त Here's the guys soft cloud. सही होइन त हेर्नुहोस् त गाइज दामी भ्यू यो चाहिँ क्रिस्टीको टपबाट देखिने भ्यू हो गाइज यो चाहिँ चट्ट लाएर ल है त ल गाइज फाइनल्ली हामी गाउँतिर छिरिसकेका छौँ क्रिस्टीको लाएर बाटो जस्तो छ यार हेट हेर्नुहोस् त गाइस सब झ्याङै झ्याङ भएर बाटो जस्तो के गर्ने होइन रमाइलो त यार सर्पा आएर जेल झ्याङ जस्तो यार बाटो नि के हो यार हिजो भएछ गाइस यो बाटो त यार होइन साथीहरू होइन यहाँबाट चट्ट लाएर हेर्दा जर चिप्लो छ त गाइस ल है त ल ल ल ल ल साथीहरूको कडा हुँदैछ बाटो जस्तो चिप्लो छ आइरा डिजे राइड है त गाइस डिजे त्यस्तै हो त बाटो त
ढुक्क है ढुक्क खै यस्तो बाटो लास्ट चिप्लो भएछ बाटो त औडा भयो यस्तो तेरि ओहो पवन भाइ अगाडिको ब्रेक हानेर भाइ चिप्लियो फेरि ल ल ल बास ल दामी छ ल गाइज ओके अगाडि बढ्नु पर्ने हुन्छ अब चट्ट पारामा केही छैन होइन स्याटसुट झ्यापझुप हो कि गाइज स्याटसुट झ्यापझुप चट्ट त्यस्तै छ के गर्ने गाइज होइन चिप्लो छ बाटो बिजोक छ हरिबिजोक त्यही भएर अलिकति केयरफुल भएर चाहिँ चलाउनै पर्ने हुन्छ कि फेरि चिप्लोमा चाहिँ नत्र फेरि हरिबिजोक हुन्छ गाइज हरिबिजोक झ्यापै त रोक्न मिल्दैन गाई जस्तोमा बाइक त लुरुरुर हो We've been living in sin so long, all the feels are gone. Fella stopped me on the street last night, said everything's alright. Roller coaster, make it through the day upright. It seems your meal ticket is gone, but life goes on. I could never imagine something better. Yeah, right. Now you're cooking on high heat in the middle of the street. Roller coaster, take me to a better time. Let's go. Sing your highline with the roller coaster ride. It's time to all choose your timeline on the roller coaster of life. Oh, you seem to easily forget how to place your bet. When everyday life gets you down, you gotta steal the crown. Got to own it. Don't bitch and moan about it, please. God forbid you scrape your knees, and it's nothing to sneeze at. Oh, I've told you over and over again. You gotta get both hands around it and make your own plans. Roller coaster, it's taking over. It's about time. Oh, sing your highline on the roller coaster of life. You've got to all choose your timeline with the roller coaster of life. I want to go down the rabbit hole, down the rabbit hole. दामी गाइज दामी बवाल हुँदैछ है गाइज है आउने झर्दा नि यति मजा भयो रात त गाइज यार मच है त मच इन्जोय हुँदैछ गाइज आजको राइड चाहिँ तपाईँहरूले हरिबै इन्जोय गर्नुभएको छ होला जे हेर्दै गर्नुहोस् बवाल हान्नुपर्छ यसलाई उइ 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 मरो त आँसिके त के हो केटाहरू त डिलमा नाइस कन्ट्रोल छ यार राम्रो कन्ट्रोल गरे
बस हाँ दामी हो त्यो गाइस ओके अल राइट गाइज हुन्छ अहिलेसम्मको राइड तपाईँहरूले हेर्दै एकदम इन्जोय लिनुभएको छ होला गाइज हामीलाई पनि एकदमै इन्जोय भइरहेको छ यो अहिलेसम्मको राइड चाहिँ बबाले है त मजाको डाउनहिल हामी झर्दैछौँ टेक्निकलहरू चट्ट लाएर बबाल हुँदैछ अनि हेर्नुहोस् न हाम्रो बाइकरको हालत कस्तो ध्वस्त भइसकेको छ चट्ट हेर्नुहोस् त माइला होइन मेरो माइलालाई फेरि मेरो वसन्तीलाई ल ओके अल राइट गाइज अब एकछिन हामी चिसो खाउँ अनि त्यसपछि चिसो खाएर फेरि अगाडि बढ्नुपर्छ है त ल है त फाइनल्ली सर्ट लाएर फेरि हामी पछिको राइट टक्क जोक हान्दै अब हामी अगाडि बढ्दैछौँ गाइज बबाले चाहिँ गाइज ओके ल है त फेरि अर्को रमाइलो बाटोतिर हामी फेरि छिरिसकेका छौँ एकदम रमाइलो लाग्छ है मलाई यो ठाउँ चाहिँ जे होस् एकदम इन्जोयफुल छ यो ठाउँ चाहिँ सो हेर्नु होला साथीहरू दामी छ यो ठाउँ राइडको लागि चाहिँ एकदमै मजाको छ यो चाहिँ तपाईँको ट्याक्कै है उता पारी चाहिँ हाइवे हो हाइवेकै त ठ्याक्कै वारी है गगनगौडाको पारी भनौँ न यसलाई त्यो साइडतिर हो गाइस सो दामी छ यस यताको बाटो तपाईँहरूलाई पनि यदि यस्तो राइड आउनु मन छ भने चाहिँ यो बाटो आउन मिल्छ है त अनि बाटोहरू चाहिँ अब कसरी भनिदिउँ यताको मलाई पनि ट्याक्कै त थाहा छैन सबै तर यस यतै हो भनौँ न सही हो नमस्ते सर गाइजहरूलाई यसो दिउँ न भान्जा हो नि हामी त यार जति चाहिँ नै भयो नि जोगबाट आयो त गाइस बस दिनु पऱ्यो नि गाइस होइन र केटाहरूलाई छेडिदिउँ भनेको भएन यार नाइस दामी है त नाइस अबको राइड चाहिँ खोला राइड
माई गुडनेस सही हो हामी है त घाँसै घाँसको बिचमा प्यारै दियो त यार ल ल ल ल ल यस यस नाइस ल दादा ल दादा यस इट्स कल यो हो नि ल है त गाइस back to back. Okay guys, so itu tadi itu video back to back ride lagi sedikit song. Hoi. Right there guys, shot the ladder, back to back ride ma. Saya ada baru ya. Tiga. Ya stop ya. Tiga orang itu. Aku masa ini bukan ni. Baris हमदा हामी त गाइस ल है त गाइस यो चाहिँ ट्याक्सी हाइवे हो हाइवेको पारी हामी छौँ उता हाइवे छ है त गाइस वाह
साथीहरू आगो फायरिङ भन्छ है गाइजहरू फायरिङ भना यार नगर मेरो साथीहरू यार यस्तो गऱ्यो भने पल्युसन मात्रै हुन्छ है के गर्ने रेगे एरिया हो के पल्युसनको कुरा गर्ने है आफू त म आफै त अब पल्युसन भन्ने बित्तिकै पहिला आफूलाई हेर्न मन लाग्यो गाइज मलाई किनकि मैले नि पल्युसनै गरेर हेरिरहेको नि त साथीहरू ल हेर्नुहोस् त आमामा भ्यू वेट केटाहरू जेस मर्किरहेछन् ठिक छ दाजुहरू भाइयो तथा बहनो देखो क्या वेट यो सुहान दाइले फेरि कन्टेन्ट दिने मात्रै हो कि दाइ दाइले नि मिलिक्क भइदिइरहनु भयो यार हँसाउनुहुन्छ यार दाइले नि यार के गर्नुहुन्छ सुहान दाइको फेरि अनौठो हाम्रो दाइको चाहिँ अनौठो कन्टेन्ट आउँछ है गाइज कति बेला के हुन्छ थाहा नै हुन्न क्या नसोचेको ठाउँमा नसोचेको कन्टेन्ट हानिदिनुहुन्छ ल है त गाइज टक्क लाएर तनहुँ आइसकेको अवस्था तनहुँ बजार तनहुँ बजार हो गाइज सो तनहुँ बजारमा रमाइलो है त पछि माले बजार बगर पछि चाहिँ यता सट्ट ल यहाँबाट चाहिँ यतातिर है त गाइज सुन्नुहोस् है बस जाम भाइ जाम पवन भाइ ढुक्क जान्छ रिभर क्रसिङ हुँदैछ गाई चाहिँ यस नाइस इजी है त ल ओके साथी मित्र बन्धुहरू गयो चाहिँ कहाँ यहाँबाट पारिजाने हो कि चट्टका आएर बिजोग रमाइलो ठाउँ छ गाइस हेलो पवन भाइ अस्ति मैले पुलको कुरा गरेको थिएँ नि यही हो क्या बिस्तारै ल साथीहरू म चाहिँ यहाँ बसेरै पहिलो एकछिन यस जान ल त है त हेर्नुहोस् त गाइस 1 मिस यहाँबाट तल फिस हो गाइस फेरि है त सो गाह्रो छ बसेर भाइ बसेर मजाले नाइस दामी बास नाइस कन्ट्रोल गुड अरे भाइ त सही हो ओके हेर्नु त वाह यस यस कालीगण्डकी होला है त गाइस यो चाहिँ डेन्जरै छ हामी चितवन पुग्ने हो बाबु जाने हो तिमी नि किन नजाने ल बाई बाई सही हुँदैछ है त गाइज ल
सट्ट पारामा ल है त गाइस काली गण्डकी तरेर जाँदैछौँ हामी नि तरेर सही हो ल नेक्स्ट टेक्निकल लेबलमा के यस अलि स्पिड कटिसकेको थियो ठिक छ नाइस कति भएको थियो नि बस स्पिडमै आउनुपर्छ अलि दामी अलि अगाडि जा म यस्तो उहिलीमा हानिदिन्छु अब मैले चाहिँ अब पालो पिरेम भलक्सको क्या इट्स कल ल है त गाइस चट्ट पाडामा जङ्गलको राइट सरर र पारामा होइन त ओइ स्ट्रेट ठिक छ नाइस डेढ गाउँतिरको यात्रा डेढ अनि गाउँ है त गाइस
हेर्ने बाइकको अलिकति झोलाले धानेन यार बाइक त ओ ल गाइस यहाँ त अनौठै भयो हेर्नु मेरो बाइक जस्तै कि गाइस हेर्नु त बिजोक पारामा ल गाइस यो रमाइलो है त सही हो रमाइलो राइड भइरह है अब यसलाई कसरी हाउ मैले यसलाई कसरी अगाडि लैजाम यसलाई चाहिँ ओहो यता गर्नुहुन्न यार बिजोक छ ठिक छ ल है त हुन्छ यो बबाल टेक्निकलहरू ट्राई गर्दै लोड्दै बुल्टिँदै होइन गाइस यो सिडी राखिएको छ दामी भइरहेछ राइड चाहिँ एकदम रमाइलो एकदम भन्दा नि एकदम इन्जोय चाहिँ मैले हानेछु गाइस अब तपाईँहरूले चाहिँ के गर्नुभएको छ आई डोन्ट नो तर मलाई लाग्छ तपाईँहरू पनि एकदमै इन्जोय गर्दै हुनुहुन्छ यो राइडलाई यो रमाइलो छ है त राइड अझै हेर्दै जानुहोस् अझै दामी दामी ट्रेलहरू आउन बाँकी नै छ गाइस सो स्टे ट्युनमै रहनु होला Okay guys, here's the guys, look at the view, so amazing. Hey guys, here's the पोखरा भन्न आइरहेको यार नेपालको सुन्दरता हो कि अब हामी पुग्ने जाउँ माथिको डाँडामा हो गाइस तपाईँलाई म त्यहाँ फेरि डाँडाबाटको सुन्दरता पनि अभियसली नै तपाईँहरूलाई म देखाउने नै छु लेट्स सी गाइस हेर्नुहोस् यस रमाइलोसँग बवाल तरिकाले हामीले हिँडिरहेछौँ है राइड चाहिँ वाउ सही हो ल छैन त ल हेर्नुहोस् त सही हो लेट्स गो अगाडि बढ्नुपर्छ गाइस
ओके अलराइट गाइज ल हेर्नुहोस् त कस्तो सुन्दर ठाउँमा हामी आइसकेका छौँ। एकदमै राम्रो है त सुन्दर के गाइज सुन्दर अति सुन्दर। सुन्दर भन्दा पनि अति सुन्दर। एकदमै ब्युटिफुल भन्दा पनि अति नै सुन्दर ठाउँबाट अब हामी लाग्दैछौँ। वाउ हेर्नुहोस् न आम्बो सही छ। कहाँ हो संसार जस्तो ठाउँ छ यार यो त बवाल छ अहिले गाइस। ल त्यो ठाउँलाई पनि बाई बाई। हामीले अब नेक्स्ट रुटतिर हामी लाग्नुपर्ने हुन्छ गाइस। सक्छ त्यस्तो गाइस आम्बो त्यही छ फेरि भाइब्स। ओके हुन्छ गाइज फाइनल्ली फेरि तपाईँहरूलाई गुड मर्निङ, किनकि म बिस्तारामै छु अनि कारण तपाईँहरूलाई यो भिडियो मैले एकदम फर्स्ट अफ अल त म तपाईँहरूसँग एकदमै क्षमा प्रार्थी छु ताकि यो भिडियो चाहिँ मैले कम्प्लिटली गर्न चाहिँ पाइनँ। कारण चाहिँ मैले तपाईँहरूलाई थाहा नै छ मैले चाहिँ फोनबाट भिडियो गर्छु अनि सो फोनबाट भिडियो गरेको कारण फोनको मेमोरी पनि फुल भयो ठ्याक्कै अनि त्यसपछि भिडियोहरू चाहिँ त्यहाँभन्दा अगाडि चाहिँ गर्न पाइनँ। सो त्यसको लागि म एकदमै सरी भन्न चाहन्छु अनि जतिसम्मको भिडियोहरू तपाईँहरूले हेर्नुभयो अनि इन्जोय लिनुभयो तपाईँहरूलाई एकदमै धेरै धन्यवाद। अनि आउने दिनमा अझै फेरि यस्तै एडभेन्चर कुराहरू हेर्नलाई तपाईँहरूले यदि च्यानललाई लाइक सब्सक्राइब गर्नुभएको छैन भने गर्नु होला अनि फेरि हामी नेक्स्ट भिडियोमा भेट्न सक्छौँ। अनि त्यहाँ पछिको भिडियोहरू अझै हेर्नु छ भने सुजन इट्स मी सुजन पुन भन्ने ब्लगमा पनि हेर्न सक्नुहुन्छ अनि सायद आशिक नेपाली ब्लगमा पनि आउन सक्छ यो कुराहरू चाहिँ। तपाईँहरूले चाहिँ त्यहाँ गएर पनि त्यहाँ पछिको भिडियोहरू यदि हेर्न मन छ भने त्यहाँ पनि हेर्न सक्नुहुन्छ भन्दै यो मेरो भिडियोहरूलाई जति छ त्यति तपाईँहरूको बिचमा राखेँ। यदि त्यहाँ केही घटी कमी भएको छ भने म एकदमै क्षमा प्रार्थी छु अनि फेरि हामी अब नेक्स्ट भिडियोमा भेट्नेछौँ है त गाइज। ओके थ्याङ्क यू सो मच बाई बाई।